श्री हरिशरणम सबैमा मैले हजुरहरूलाई एउटा योभन्दा अगाडि चाहिँ हजुरहरूलाई मैले घुँडाको समस्याको बारेमा घुँडा दुख्नेहरूलाई के हुन्छ के गरेर एक्सर्साइज गर्दाखेरि निको हुन्छ भन्ने कुरा बताएको थिएँ भने अब अहिले चाहिँ हजुरहरूलाई म सबैलाई कम्मर दुख्ने यो ब्याकपट्टि पछाडिपट्टि पेन हुने समस्या हुने नसा स्यापिने यो भइरहेको छ अहिले सबैलाई गाह्रो भइरहेको छ भिडियो अलिक लामो हुनसक्छ है त्यो भएको हुनाले मैले हजुरहरूलाई यो भिडियो बनाउन गइरहेको छु हजुरहरूले हेर्नु होला यसमा कतिको हजुरहरूलाई फाइदा हुन्छ मैले जे सिकाउँछु त्यो अनुसार गर्नु होला र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला अनि अरू भिडियो पनि म हजुरहरूलाई हाल्नेछु आज मलाई एउटा साथीले चाहिँ यो बनाइदिनु न गुरु मलाई एकदम गाह्रो भयो मैले यो कसरी गर्ने भन्नुभयो अनि त्यो कारण मैले बनाउन गइरहेको छु सर्वप्रथम हामी चाहिँ नर्मल अवस्थामा यसरी बसिरहेका हुन्छौँ यो बसिरहेको अवस्थामा हामीले के गर्नुपर्छ भन्दाखेरि सर्लकै यसरी सुत्नु यसरी सुत्दैपछि के हुन्छ यो घुँडालाई यसरी त्यसरी राख्नुहोस् यसरी 1 2 3 4 5 यो चाहिँ 5 सेकेन्ड यसरी होल्ड गर्नु होला त्यसै गरी यसलाई पनि 1 2 3 4 5 यसलाई 5 सेकेन्डसम्म यसरी होल्ड गर्नु होला गरी फेरि यसलाई पनि फेरि यसै गरी कन्टिन्यू 1 2 3 4 5 यो गर्नु होला र फेरि यसलाई पनि 1 2 3 4 5 यो गर्नु होला यति गरिसकेपछि के हुन्छ भन्दाखेरि हाम्रो घुँडा नर्मल अवस्था हुन्छ हामीले के गर्नु पर्दैन यो घुँडालाई यसरी ल्याउनुहोस् फेरि यो घुँडालाई यसरी ल्याउनुहोस् अनि त्यसपछि यसरी यसो गर्नु होला 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 हो यसो गर्नु यति गरिसकेपछि कस्तो हुन्छ भने पछाडिको जुन यो दुखाइ हजुरहरूलाई कम हुनसक्छ यो चाहिँ डेली हजुरले गर्नुपर्छ त्यसै गरी अब नर्मल अवस्थामा आउनु आइसकेपछि गएर यो खुट्टालाई यसरी लानुहोस् अनि यो मुन्टो यसरी लैजानु होला 1 2 3 4 5 त्यसै गरी यो खुट्टा यसै गरी 1 2 3 4 5 यो गर्नु होला अनि यो हातलाई यसो गरेर टक्क यसो गरेर फेरि यसलाई अलिकति खोल्दै फेरि 1 2 3 4 5 फेरि यसलाई यसो गर्नु होला 1 2 3 4 5 यसै गरी फेरि गरिदिनु होला 5 सेकेन्डसम्म आनन्दले गरिदिनु होला यति गरिसकेपछि हजुरहरूले फेरि यो ल्याउँछु र अब अर्को एउटा यो चाहिँ हजुरहरूले गर्न सक्नु प्र्याक्टिस गऱ्यो भने चाहिँ सक्नुहुन्छ यसलाई यसो गरेर यो हातलाई टेकेर यसलाई चाहिँ यसरी गरिदिनु होला 1 2 3 4 5 1 2 3 4 5 यसै गरिदिएपछि हजुरहरूलाई सजिलो हुनेछ र आराम पनि मिल्नेछ यो दिनको हजुरहरूले केही नभए पनि बिहान बेलुका यो गर्नु होला यति गरिसकेपछि हजुरको ढाड दुख्ने समस्याहरू हट्नेछ फेरि पनि म हजुरहरूलाई यस्तै भिडियोहरू बनाएर हाल्नेछु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हरि शरणम